नबोलौँ भन्यो बोल्नै पर्ने बाध्य बनाए हर्क साम्पाङले भन्दै उहाँ चेलीले हर्क साम्पाङको झाको झारेका छन् क्या। एकचोटि सुन्नुहोस् त। नबोलौँ भने नि बोल्नै पर्ने बाध्यता बनाउँछ कि हर्क साम्पाङको कुरो सुन्दाखेरि यति खुन तातेर आउँछ कि यसले कहाँसम्मको रहेछ त यो कहाँसम्मको एमालेको झोली रहेछ त यो नम्बर 1 रहेछ के माइस बस्नेतको जेठा दाइ रहेछ के यो मासाले गुरुलाई यसलाई सम्मान गर्नु सुहाउँदैन यसलाई अपमान गर्ने गाली बिजिदिको सुहाउने छ के यसको बोली व्यवहारले गर्दाखेरि साले कति तैले सौदाले पनि त्यति रिस गर्दैन भने बालेनले कति रिस गर्यो कहिले पनि 48 घण्टा छोडिदिन्छ त मलाई प्रधानमन्त्री भने तँलाई कतिको भोगी छ त प्रधानमन्त्रीको सुहाउनु पर्ने नि तँलाई प्रधानमन्त्री हुनुलाई तेरो न रङ्ग छ न ढङ्ग छ अस्ति न माइकी फुक्दै यो सार्वजनिक जग्गा हो भनेर त्यहाँ मान्छेले उठाउँदै थिए त तिमीले नि रुँदै थिए मान्छेहरू लडी बडी भुइँमा बालेनलाई चाहिँ किन रिस गर्छ तैले को सही को गलत त त्यहाँ छुट्याउँदै छ त बालेनले को सक्कली को नक्कली व्यवस्था गर्छु भन्दै छ त तैले सिकाउनु पर्छ बालेनले तिमी भन्दा सही गुना अगाडि छ बाले तिमी जस्तो स्ट्याटस लेख्दैमा म जस्तो पढेको कोही छैन म जस्तो जान्ने सुन्ने कोही छैन भनेर फुर्ती लाउँछ त्यस्तो फुर्ती लाउने मान्छेले यस्तो गाली खान्छ के यस्तो विजेदी हुन्छ के त्यस्तो फुइलाउने मान्छेले तँलाई नयाँ पार्टी हो भने नयाँ पार्टीलाई समर्थन गर्नु पर्दैन तैले जेएनजीको खोइ तैले जेएनजीले समर्थन गरेको छ त्यत्रो बलिदान दिएको मान्छेलाई बच्चाहरूले समर्थन गरेर बोलेको छ तैले तेरो गु खाने मुखले कहिले बोलेको छ त साले ठक त्यत्रो मान्छेले ज्यान नदिएको भए त्यत्रो जेएनजीको आन्दोलन नभएको भए त संसद हुनु पाउँथ्यौ त गोरो त नालाय साले लाज छैन शरम छैन अलिकति के बोल्नुपर्छ भनेर थाहा छैन संसद भइसकेको मान्छे जदाभावी बोलेर बस्छ अर्कालाई जदाभावी लेखेर बस्छ अचलाई ठुक्क बरु तेरो नियतलाई तेरो बुद्धिलाई थुक्छु साले ढुङ्गा बोक्न जानेको छ हो रहेछ सबैले भन्दै यो ढुङ्गी भन्दै ढुङ्गे रहेछ के तैले सक्छ भने ढुङ्गा बोकेर समुद्रमा पुल बनाउँदा तैले सक्छस् साले अच्छा खाली पैसा मागेर अझै पनि मागेर खाँदैछ देशको उनीहरूले विदेशीबाट पठाएको रिमिट्यान्सले बनाउनु पर्छ देश करतिरीको पैसाले बनाउनु पर्छ देश कति त्यो भ्रष्टाचार गरेर कति विदेशमा ब्याङ्कमा जम्मा गरेको छ त्यो पैसा सरकारले ल्याएर यो देशमा लगानी गरेर देश बनाउनु पर्छ भन्न तेरो गुहानी मुखले त्यति भन्न आउँदैन खाली पुरानोको समर्थन गरेको छ नयाँ पार्टीलाई आलोचना गरेको छ नाना भाती लेखेको छ विरोध गरेको छ खुट्टा तानेको छ हामी कसैको समर्थन होइन जसले राम्रो गर्छ त्यसको समर्थन गर्ने मान्छे हो यो हर्क समाङलाई नै हामीले समर्थन गरेको बेकारमा गरेछ के यो नालायक यो गोरुलाई तेरो दिमाग सुँगुरको जस्तो छ तेरो दिमाग थाहा छ पक्कै पनि दर्शक बहिनी उहाँले भन्नुभएको कुरा के जायज हो त तपाईलाई कस्तो लाग्यो त उहाँको यो भनाइ आफ्नो विचार कमेन्टमा राख्नु होला भिडियो मन पर्यो भने एक शेयर जरुर गर्नु होला धन्यवाद।